सानो तिमीले के भन्यौ हिजो, के भन्यौ हिजो, रुँदा रुँदै होनी माया शिरदेखि पाउबिजो, बनपाखामा रुच्दै झरीमा के भन्यौ हिजो, रुँदा रुँदै होनी माया शिरदेखि पाउबिजो, बनपाखामा रुच्दै झरीमा कहिले सुख पाउने होला यो गोठाले जीवनमा, यही पीडाले खान्छ यो माना। हेलो, नमस्ते, नमस्कार, यहाँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज पनि म फेरि उपस्थित भइसकेको छु है मेरो गाउँको भ्लग लिएर। आज चाहिँ यतिखेर चाहिँ हाम्रो भर्खरै पानी परेर भर्खरै उग्रिरहेको छ। अहिले चाहिँ एकदम मौसम खुल्ला भइसकेको छ पानी परेर है। हाम्रोतिरको मौसम चाहिँ आजको यस्तै छ, एकदम अब चाहिँ पानी परेर नि खुल्ला भइसकेको छ। अनि हाम्रोतिर हेर्नुहोस् यस्तै छ है। अनि हाम्रोतिरको मकै चाहिँ हेर्नुहोस् यस्तै छ। अनि हाम्रो चाहिँ घर डाँडामा भएको कारणले गर्दाखेरि हाम्रोतिरमा चाहिँ परसम्म देखिन्छ है, वारिपारि एकदम मजाले देखिन्छ। सो हाम्रो घरबाट सो पारिदेखिको त्यो डाँडाहरू छ नि, त्यो डाँडा चाहिँ दिक्तेल है, दिक्तेल बजार हो। हाम्रो घरबाट चाहिँ दिक्तेल बजार पनि देखिन्छ। सो दिउँसोमा भन्दा पनि यो रातिको समयमा चाहिँ एकदम धेरै राम्रो देखिन्छ है दिक्तेल बजार। अहिले त एकदम कुहिरोहरू लागिरहेको छ, त्यही भएको कारणले यति राम्रो देखिएको छैन। रातिको समयमा चाहिँ एकदम धेरै राम्रो देखिन्छ कि। हाम्रो घर डाँडामा भएर पनि होला है, चारैतिर देखिन्छ, एकदम मजाले हेर्न सकिन्छ। हेर्नुहोस् आजको मौसम चाहिँ यस्तै छ। अनि हाम्रोतिर मकै चाहिँ भर्खर यतिको हुँदैछ है साथीहरू। तपाईँहरूतिर कस्तो छ प्लिज त्यो पनि कमेन्टमा गर्नु होला है। यदि हजुरहरू मेरो च्यानल नयाँ हुनुहुन्छ भने प्लिज लाइक, सेयर, सब्सक्राइब पनि गरिदिनु है त।